हेलो साथीहरू, आज चाहिँ 5 डिसेम्बर, अहिले चाहिँ रातिको 10 बजेको छ। अनि म चाहिँ खाना खाएर सबै काम भ्याएर चाहिँ यति धेरै बिस्कुट लिएर म किचनमा के गर्दैछु होला, ल त गेस गर्नुहोस्। भोलि चाहिँ 6 डिसेम्बर मेरो छोरीको बर्थडे हो। सधैँ जसरी चाहिँ म आज 5 डिसेम्बरको राति चाहिँ आफ्नै हातबाट बनाएर एउटा सानो केकले चाहिँ त्यसले सरप्राइज दिन्छु के, त्यसैले म त्यसकै तयारी गर्दैछु। अनि अब चाहिँ कम प्राइजमा बन्ने अनि देख्दा राम्रो, खाँदा मिठो, एकदम सजिलो इजी तरिकाले चाहिँ यो बिस्कुट केक रेसिपी बनाउन सकिन्छ। अनि यो चाहिँ कडाईमा पनि बनाउन सकिन्छ, सबैसँग ओभन हुँदैन नि त, त्यसैले चाहिँ एकदमै सजिलोसँग बनाउन सकिन्छ यो। अनि भिडियो लामो छ, अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला। अनि मैले चाहिँ यहाँ सबैभन्दा पहिले यो केक बनाउनको लागि चाहिँ मैले 6वटा 10 रुपियाँवाला बिस्कुट लिएको छु, सानो साइजवाला। ठुलो साइजको पनि आउँछ यो बिस्कुट, ठुलो साइजको लिन सक्नुहुन्छ हजुरहरू। अनि मैले चाहिँ यहाँ ओरियो बिस्कुट लिएको छु, क्रिमवाला। अनि बीचमा जो क्रिम हुन्छ नि, त्यो क्रिम चाहिँ मैले अलग गरेर राखेँ। अनि सबै बिस्कुटहरूलाई चाहिँ मैले मिक्सर जारमा राखेर म यसलाई पिस्छु, यसलाई पाउडर बनाउँछु। अनि मैले यहाँ केक बनाउन फुलाउनको लागि एउटा इनो, अनि त्यसलाई लुक देखाउनको लागि अनि टेस्ट बढाउनको लागि चाहिँ 2टा चक्लेट पनि लिएको छु। हजुरहरू चक्लेट राख्न चाहनुहुन्न भने स्किप पनि गर्न सक्नुहुनेछ। अनि इनोको जग्गा यहाँ बेकिङ पाउडर पनि लिन सक्नुहुनेछ। अनि यसरी मैले यो सबै बिस्कुटहरूलाई चाहिँ पाउडर बनाएर एउटा बोलमा राखेँ। अनि फेरि अब चाहिँ यो दुध चाहिँ मैले यहाँ राख्दैछु। दुध चाहिँ मेरो चिसो थियो, अनि मैले चाहिँ थोरै निकालेर चाहिँ मनतातो बनाएँ, बाहिर पनि पोखियो दुध यसरी। अनि यो दुध चाहिँ एकैचोटि राख्न हुँदैन, अलिअलि गरेर राख्नुपर्छ, किनकि फेरि यो बेटर पातलो भयो भने पनि गाह्रो हुन्छ, र बाक्लो भयो भने पनि एड गर्न मिल्छ, पातलो भयो भने फेरि पछि गाह्रो हुन्छ। त्यसैले चाहिँ मैले यसरी पिस्दाखेरिमा जुन चम्चाले हुन्छ नि, यसरी निकाल्दै हेर्दै गर्दा चाहिँ राम्रो हुन्छ। अनि मेरो बेटा चाहिँ यतिको बन्यो, अनि म बोलमा खनाइदिएँ यसमा। अनि यता चाहिँ मैले कराई बसाउन लाएँ ग्यासमा तातो बनाउनलाई, किनकि 5 मिनट एकदम के अरे हाई फ्लेममा चाहिँ मैले यसलाई तातो बनाउँदैछु। अब मैले कडाईमा अनि यो कुकरमा पनि बनाउन इजी तरिकाले बनाउन सकिन्छ यो केक बनाउनको लागि चाहिँ मैले यहाँ एउटा सानो बोल लिएको छु। त्यो बोलमा चारैतिर तेल लगाएँ, अनि मैदा पनि राखेँ। अनि यसरी मैदा र तेल लगाउँदा चाहिँ पछाडि जो केक बनिसक्छ नि, बनिसकेर निकाल्दा चाहिँ मजाले आउँछ, टाँसिन पाउँदैन। त्यसरी चाहिँ यो गर्न जरुरी हुन्छ। अनि यहाँ हजुरसँग बटर पेपर छ भने बटर पेपर पनि लगाउँदा हुन्छ, म चाहिँ राख्दिनँ बटर पेपर, यसरी नै बनाउँछु। अनि अब उता चाहिँ हाम्रो अब यो तातो बनाउनको लागि चाहिँ मैले छोडिदिइसकेँ कुकर नै कडाई। अनि मैले चाहिँ यहाँ यो बेटरमा अब एक्टिभ गराउनको लागि, फुलाउनको लागि चाहिँ जुन इनो लिएको छु, त्यो इनोको प्याकेट काटेर राखेँ। अनि त्यसलाई एक्टिभ गराउनको लागि थोरै दुध राखेर मजाले फिटेँ यसरी। अनि यसरी फिट्दाखेरिमा चाहिँ